घाडमा चिसो भयो भन्दा हेर्नु यहाँ विनोदी जस्ता पुरानो मान्छेहरू गर्मी भएपछि आइपुग्नु हुँदो रहेछ कुरा चाहिँ लामो चाहिँ व्याख्या गरिदिनु भयो राजाहरू लगायतका मान्छेहरू उत्तम ज्ञानी हुन्छ त्यस कारणले मेरो बारेमा मैले पुगेर पनि छोडेर आएको छु। पहिलो कुरा के भन्छु भने यो एमएससीमा म आफै सदस्य थिएँ, सक्रिय रूपमा यसमा काम गर्थेँ। चिन्तामणि के हुनुहुन्थ्यो, अहिले कता विदेशतिर हुनुहुन्थ्यो क्यारे जीवनकाली मकाली हुनुहुन्थ्यो, र पनि घटनामा हुनुहुन्न चाहिँ त्यस्तै आएको मलाई यहाँ ल्याउन प्रेरणा गर्ने मान्छे र तपाईँले काम गरिदिनु पर्यो भनेर अनुरोध गर्ने मान्छेको नाम इन्द्रबहादुर श्रेष्ठ। तपाईँहरू कसरी चाहिँ मलाई त्यहाँ ट्याक्स जोड्नुहुन्छ त्यो मलाई खुसी लागेको कुरा। इन्द्रबहादुर श्रेष्ठले नै एमएससीमा जोड्यो। म चाहिँ कहाँ थिएँ त धेरैवटा मानवाधिकार संस्थामा पुगेँ। म तपाईँलाई त्यसको अलिकति बताउँछु। यस अघि चाहिँ राजधानीले चाहिँ भन्नुभयो त्यस बाहेकको कुरा के छ, मानवाधिकार क्षेत्रमा मैले के गरेँ। नेपाल बार एसोसिएसनको मानव अधिकार समितिको म सह संयोजक थिएँ धेरै लामो समय केन्द्रको। त्यसपछि मानव अधिकार संरक्षण मञ्च भन्ने थियो, पद्मरत्न तुलाल त्यसको अध्यक्ष हुनुहुन्थ्यो, त्यसको म केन्द्रीय सदस्य थिएँ। त्यसपछि मानव अधिकार संयुक्त सञ्जाल भन्ने बनाइयो, इन्सेकदेखि लिएर सुधीर पाठकजीको मानव अधिकार संरक्षण समेत सबै मिलेर बनाइएको मध्यमाञ्चल क्षेत्रको म संयोजक थिएँ। मकवानपुर जिल्लामा तेजबहादुर गोदाजी सहित इन्द्रबहादुर श्रेष्ठ समेतले संरक्षकत्व गरेको समिति थियो, संयुक्त समिति मानव अधिकार संयुक्त समिति, जहाँ सुमन प्याटेलको पनि प्रतिनिधित्व त्यो समितिको म संयोजक। अनि नागरिक सरोकार समिति भन्ने गठन गरेको थियो, सर्वदलीय सबै दल बसेर 60 सालतिर कु भएपछि राजतन्त्रले चाहिँ नि सत्ता कब्जा गरेपछि अब के गर्ने त भन्ने अवस्थामा त्यो समिति गठन गरेको थियो। त्यसको नाउँ थियो नागरिक सरोकार समिति। त्यो सर्वदलीय थियो, सबै दल, त्यसको म संयोजक भनेपछि यो पार्टी मलाई कसैले मूल्याङ्कन गर्दैन होला भन्ठानेको थिएँ के। म त राजनीति गर्ने मान्छे, पार्टीको नेता पनि भए मान्छे, खुलेआम चाहिँ जिन्दगीभर राजनीति गरेका मान्छे। त्यसले भन्नु अनि आफू वकिल बन्न मैले लामो समय वकालत गरेको, विभिन्न प्रकारको वकालतमा काम गरे होला। त्यसले पनि भन्नु भनेको आज चाहिँ मलाई यो एमएससी इन्टरनेसनल मकवानपुर 67 समूहले सम्झना मानवाधिकार कर्मीकै रूपमा पनि गरेकोमा म अत्यन्त गौरवान्वित भएको छु, अत्यन्त खुसी भएको छु। तपाईँहरूप्रति आभार व्यक्त गर्दछु। किन त्यो मेरो यो बाटो धेरै पछ्याउनु, यस्ता अरू पनि बाटो होला, पछि परेका होला। साहित्यिक क्षेत्रमा अनिता चाहिँ नानी चाहिँ हुनुहुन्छ, अहिलेको जल्दो बल्दो साहित्यकार। म साहित्यिक क्षेत्रमा पनि यहाँको पहिलो साहित्य समाज साहित्य सङ्गमको भुप्राको चौरा कौशल सरलाई देशचन्द्र शर्मा बितेर जानुभयो क्यारे, उहाँहरू सहित बसेर हामीले गऱ्यौँ। त्यो बाटो अहिले बल्यो। त्यस कारणले म तपाईँहरूप्रति पहिलो कुरा मैले भने आभार व्यक्त गर्दछु, धन्यवाद दिन चाहन्छु र अत्यन्त खुसी भएको होला। मलाई चाहिँ यहाँ चाहिँ तपाईँहरूले भन्नु होला, फेरि मेरो मान्छे त थोरै रहेछ, मानवाधिकार कर्मी हुन धेरै चाहिँदैन। त्यो बेलामा हामी 5 जनाको टिम थियो, त्यसले हल्लौ सरकार, त्यो बेलामा महाराज ज्ञानेन्द्रको शासन थियो। त्यो बेलामा पनि थर्क बन्द तपाईँहरू 3टा कुरा सुनाउँछु, तपाईँले जारी राख्नुपर्छ। एक, त्यो बेलामा माओवादीले पक्राउ गरेर जङ्गलतिर
समूह हाम्रो थियो, त्यसको सम्मेलन म थिएँ। म फापरबारीको थिएँ, अरू महिला थुप्रै थिए, उहिले हालेको माओवादीले अरू गए, अनि म